हेलो गाइस, आज हामी फरक खालको भिडियो लिएर आएका छौँ। बतासे झरना भनेर जुन एकदमै चर्चित झरना भएको थियो, जहाँ लाखौँ मान्छेहरूले अहिलेसम्म आइसकेका छन्, त्यो ठाउँमा आज हामी जाँदैछौँ। एकदमै बाटो अप्ठ्यारो छ। हामीसँग साइक्लिङ गर्ने साथीहरू पनि हुनुहुन्छ अगाडि, र हामी मोटरसाइकलमा पनि छौँ र यहाँको रमणीय ठाउँहरू तपाईहरुलाई देखाइरहेका छौँ। र यो बतासे झरना भन्ने ठाउँ एकदमै पछिल्लो समय फेसबुकमा यो लकडाउनमा धेरै भाइरल भइसकेपछि हामी पनि एकचोटि यहाँ पुगौँ भन्ने हिसाबले आज यहाँ आएका छौँ। नमस्ते, भरत विक्रम शाह, म कैलालीबाट र म सुदूरपश्चिमाञ्चलको एउटा साइक्लिङ पोसिबिलिटी र साइकलको भविष्यको बारेमा एउटा अध्ययन गरिरहेको र आफू पनि राइडर र आज त्यही सुदूरपश्चिमाञ्चलको विभिन्न लुकेको र अलिकति पर्यटकीय सम्भावना भएको ठाउँहरू तर बाहिर त्यति नआएको एउटा हाम्रो यो शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 मा पर्ने बतासे झरनामा आज हाम्रो ऐतिहासिक साइकल राइड भइरहेको छ। मसँग दाजु इन्द्र बोहरा हुनुहुन्छ र म अनि हाम्रो करण सिंह पाल सरको टिम हामी यो सुदूरपश्चिमाञ्चलको एउटा अत्यन्तै सम्भावना पर्यटकीय सम्भावना बोकेको ताललाई प्रमोट गर्नको लागि र इतिहासमा पहिलोचोटि हामीहरू साइकल त्यहाँसम्म पुर्याउनको लागि गइरहेको छौँ। आशा छ यहाँ सबैजनाले हाम्रो यो मिसनलाई, हाम्रो यो साइक्लिङ अनि यो टुरिज्मलाई एउटा प्रमोट गर्न, सुदूरपश्चिमाञ्चललाई चिनाउनको लागि हाम्रो गरेको यो प्रयासलाई माया गर्नुहुनेछ, साथ दिनुहुनेछ र धेरैभन्दा धेरै मान्छेहरू यो ठाउँमा एज अ पर्यटकको रूपमा आउनुहुनेछ भन्ने हामीले आशा राखेको छु। र हाम्रो साइक्लिङ यो साइक्लिङ त हाम्रो भइरहेको हुन्छ, तर यस्तो ठाउँमा पनि साइक्लिङ हामीले गर्नुको मुख्य कारण भनेको देश विदेशबाट आउने आन्तरिक र बाह्य पर्यटकहरू जति पनि छन् यो ठाउँमा एडभेन्चर राइडको लागि आउन् र एउटा एडभेन्चरको मजाको सँगसँगै एउटा सुन्दर प्रकृतिमा एउटा लुकेर बसेको एउटा बतासे झरनालाई अनुभव गर्न पाउन्, त्यहाँ उहाँहरूले स्विमिङ गर्न पाउन् र एउटा हाम्रो सुदूरपश्चिमाञ्चलको समग्र सुदूरपश्चिमाञ्चलको पर्यटनलाई माथि पुगाउनलाई एउटा टेवा मिलोस् भनेर हाम्रो यो मिसन भइरहेको छ। म धेरै धेरै धन्यवाद भन्न चाहन्छु करण पाल सरलाई। उहाँको यो धेरै पहिलादेखिको हामीलाई एउटा निवेदन थियो, उहाँले रिक्वेस्ट गरिराख्नु भएको थियो हामीले राइड गर्दै उहाँ जानुपर्छ र हामी पनि म कञ्चनपुरबाट एउटा राइडरहरू एउटा उत्पादन गर्ने, राइडर बनाउने र हामी आफै पनि एउटा राइडको टिम जोइन गर्छौँ भनेर उहाँले धेरै पहिलादेखि भनिराख्नु भएको थियो। अहिले यो लकडाउन अलिक खुकुलो भएको कारण हामी एउटा सामाजिक दूरी कायम गर्दै हामी 4-5 जना मिलेर हामीहरू बतासे झरना गइरहेको छौँ। एकदमै बाटो अप्ठ्यारो छ, हामी तपाईँलाई देखाइरहेका छौँ। यो अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी तपाईँलाई एकदमै रमाइलो क्षेत्र बतासे झरनालाई पुरा देखाउनेछौँ र त्यहाँ केही रमाइला पलहरू पनि तपाईँलाई हामी देखाउनेछौँ। हामीले ड्रोन क्यामेराबाट पनि माथिदेखि भ्यू लिनेछौँ। ड्रोन क्यामेराबाट कस्तो ठाउँ देखिन्छ त्यो पनि हामी तपाईँलाई अन्तिममा देखाउनेछौँ। त्यसका लागि पनि हामीसँगै रहनु होला र भिडियोलाई अन्तिमसम्म हेरेर दिनु होला।
आज हामी सुक्लाफाटा नगरपालिकाको 8 नम्बर वडा स्थित रहेको यो पछाडि तपाईँ देख्न सक्नुहुन्छ बतासे झरना, जुन पछिल्लो समय एकदमै चर्चित थियो। लकडाउनको बेला पनि यहाँ लाखौँ मानिसहरू आएर यो झरनालाई अवलोकन गरेर यहाँबाट मनोरञ्जन गरेर धेरै साथीहरूले गइसकेपछि हामीले पनि आज यहाँ पुग्नुपर्छ र यो क्षेत्रलाई प्रमोट गर्नुपर्छ। पर्यटकीय क्षेत्र हिसाबले पनि यो ठाउँ एकदमै राम्रो रहेको छ भन्ने हिसाबले आज धेरै साथीहरू हाम्रो केही साथीहरू साइक्लिङ गरेर र केही साथीहरू मोटरसाइकलमा हामी यहाँसम्म पुगेका छौँ। एकदमै तपाईँ पछाडि देख्न सक्नुहुन्छ यो रमणीय ठाउँ रहेको छ। यो झरनासम्म पुगेर आज हामी तपाईँलाई यो ठाउँको बारेमा विशेष रिपोर्टिङ गर्नेछौँ। भनेको सुन्दर सुदूरपश्चिमका विभिन्न डाँडाकाँडाहरू र लुकेर रहेका पर्यटकीय क्षेत्रहरू, धार्मिक पर्यटकीय क्षेत्रहरू, भाषा, संस्कृति, एडभेन्चर, साइक्लिङदेखि लिएर माउन्टेन स्पोर्टिङ, एकदम साहसिक खेलहरूको लागि हामीले ठाउँहरू खोजिरहेको हुन्छौँ। एकदमै हामी लागेको छौँ। त्यसै दौरान आज हामी महेन्द्रनगरको हाम्रो करण सिंह पालजीको इन्भिटेसनमा र उहाँहरूको साथीको एउटा टिमसँग धनगढीबाट एपिएफबाट हाम्रो एपिएफबाट उहाँ बिलोङ्स गर्नुहुन्छ, इन्द्र दाई आउनु भएको छ। हामी 2 जना र उहाँ 5 जनाको टिम हामी अहिले बतासे झरनामा पुगेको छौँ। बाटो अलिकति एडभेन्चर छ, साइकल बोक्नुपर्छ, धकेल्नुपर्छ, रमाइलो छ, एडभेन्चर छ, ट्रेकिङको लागि एकदमै बेस्ट छ। म चाहिँ साइक्लिस्ट हुनाले साइक्लिङसँगै म साइक्लिङै लिएर यहाँ आएको, साइकलै लिएर आएको। तपाईँहरू ट्रेकिङमा आउन सक्नुहुन्छ। बाइकमा आएर तपाईँले 45 मिनटदेखि 1 घन्टासम्म हिँड्यो भने तपाईँ आरामसँग पुग्नुहुन्छ। हामीलाई चाहिँ साइकल बोकेर ठेलेर आउँदा बाटोबाट हामीलाई 2 घन्टा लागेको छ। अत्तरियाबाट हामी 3 घन्टामा हामी यहाँ गाडी पुग्ने ठाउँसम्म राख्नुभयो। हामी चाहिँ साइकल लिएर धारापानीसम्म तपाईँ आउन सक्नुहुन्छ। धारापानीबाट हिँडेर 45 मिनट र साइकल बोकेर ठेलेर आउँदाखेरि चाहिँ 2 घन्टा लागेको छ। र त्यो दुःख त भएको छ, थाकेको छौँ हामी। तर यो मनोरम दृश्य, यो सुन्दरता, यो हरियाली होइन, यो फाँट, यो इन्द्रियहरूको रमाइलोले गर्दाखेरि हामीले त्यो दुःख सबै बिर्सिसकेको छौँ। अहिले हामी प्रकृतिको काखमा छौँ, एकदमै खुसी लागेको छ। र तपाईँहरू पनि यहाँ आउन सक्नुहुन्छ, आउनु होला भन्दै यो माइक मैले दाजु इन्द्रलाई हस्तान्तरण गरेँ। बाटोघाटो साह्रै अप्ठ्यारो छ, धेरै सहयोग पनि भएको छ टिमबाट। तपाईँहरू पनि अब यो हिस्टोरिकल प्लेस हो जस्तो लाग्छ मलाई फार वेस्टको। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, हेर्नु भएको छ होला कस्तो एडभेन्चर छ, रमाइलो छ। अब हामी एकछिनमा नुहाउँछौँ यहाँ। अब एकछिनपछि हामी रमाइलो गर्छौँ, स्विमिङ गर्छु यसमा, तपाईँले त्यो पनि देख्न सक्नुहुन्छ। तपाईँहरू आउनुहोस् र आफ्नो के अरे चाहिँ फार वेस्टलाई रिप्रेजेन्ट गर्नुहोस्। अनि यसको सुन्दरता, यसको एडभेन्चर, यसको चाहिँ हिस्टोरी के अरे ऐतिहासिकता सबैलाई देखाउनुहोस् तपाईँहरूलाई। धन्यवाद। बतासे झरना आफैमा एउटा सुन्दर अलौकिक, एउटा प्रकृतिको काखमा लुकेको, पोल्युसन छैन, यता दूरसम्म गाउँहरू छैन, एकदमै रमाइलो ठाउँमा छ। तपाईँहरू माहौल राम्रो भयो भने, यो लकडाउनहरू राम्रोसँग खुल्यो भने तपाईँ आफ्नो परिवार लिएर आउन सक्नुहुन्छ र आउनु होला। यहाँ आउँदाखेरि यहाँ बाटोमा होटलहरू यस्तो केही नहुनाले तपाईँले सबै चिज आफैले बोकेर आउनुपर्ने हुन्छ। पानी चाहिँ हामीले यो ठाउँमा पानी नदीमै हामी पिरहेको छौँ, सफा कञ्चन पानी छ। र तपाईँले खानेकुराहरू र पानी पनि बोकेर आउनुहोस्। आफ्नो दुःख कष्टहरू सबै भुलेर केही छिनको लागि आनन्द महसुस गर्नुहोस्। धन्यवाद। अहिले हामी शुक्लाफाटा नगरपालिकाको वडा नम्बर 8 मा अवस्थित एउटा सुन्दर झरना बतासे झरनामा छौँ। हामीले आज पहिलोचोटि
इन्द्रसिंह बोरा दाजु र मैले यहाँ पहिलोचोटि साइकल पुगाएको छौँ करण सिंह पालजीको टिमले र हामी सबै मिलेर आज साइकल यात्रा सफल गरेको छौँ। देख्न सक्नुहुन्छ एकदमै सुन्दर छ ठाउँ। यहाँ आउँदा मेरो जो एउटा भित्रबाट मैले कस्तो होला के होला भनेर एक्साइटमेन्ट थियो त्योभन्दा पनि मलाई धेरै राम्रो लाग्यो। यहाँ मैले फोटोमा हेर्दाखेरि यसको सुन्दरता त्यति राम्रोसँग देख्न पाएको थिएन, सानो फोटोमा त्यो पुरै क्याप्चर थिएन। तर आज हामीले आएर यो आफै अनुभव गरेर यहाँ हामीले आफै स्विम गर्न पाएँ, यसको आफै फोटो खिच्न पाएँ, यहाँ साइकल पुर्याउन पाएँ, नुहाउन पाएँ। त्यसले गर्दाखेरि यो झरना सोचेभन्दा राम्रो र सुदूरपश्चिमको बेस्ट झरनाहरूमध्येको झरनामा यो पनि पर्छ। तपाईँहरू आउनु होला, एकचोटि यो झरनालाई महसुस गर्नु होला। एकदमै चिसो छ, हामीले आधा घन्टाभन्दा बढी नुहाउन सकेन। यस्तो जाडोमा पनि हामीलाई यस्तो गर्मीमा पनि हामीलाई जाडो महसुस भयो। त्यसले गर्दाखेरि एकदमै राम्रो छ होइन, समर सिजनको लागि एकदमै राम्रो छ। बाटो चाहिँ एकदमै ट्रेकिङ हो, बाटो चाहिँ 1 घन्टा हिँडेरै आउनुपर्ने हुन्छ। र यो नगरपालिकाले यो कञ्चनपुरले र यो समग्र सुदूरपश्चिमले यो झरनाको लागि सोचेर के यसको लागि यहाँ आउने बाटो राम्रो बनाएर भविष्यमा यो झरनालाई एउटा टुरिज्मको लागि एउटा डेस्टिनेसन बनाउनुपर्छ भन्ने मलाई सोच छ। म एकदमै खुसी छु यहाँ आएर। आई फिल सो मच प्राउड। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू।